हाई अल, आज म जाँदैछु राकुटिन एआई अप्टिमिज्म एक्जिबिसनमा। फर्स्ट टिकट भने जस्तै आज मेरो एक्जिबिसनको यात्रा लन्च टाइमको युटिलाइजमा। एक्जिबिसन हुने ठाउँ चाहिँ उही पुरानो ठाउँ पेसिफिक हो। फर्स्ट डे भएर खासै भिड चाहिँ छैन, तर भोलि र पर्सि चाहिँ टन्नै हुनेवाला छ। यस्तो रहेछ भित्रमा। यहाँ चाहिँ हामीले किवर्ड देखाउनुपर्छ फर दिस कार्ड। अलराइट, एउटा सेल्फी जाओस् न त। फर्स्टमै छ राकुटिन एआई। यिनीहरूको बेस्ट इम्प्रेसन नै यही हो जस्तो छ। यहाँ चाहिँ एकदमै एआई जेनेरेटिभ भिडियो फोटोहरू रहेछ। नाइस। स्विङ ऱ्याङ्कहरू, यसबाट चाहिँ स्ट्रेन्थहरू पत्ता लगाउने होला। एन्ड फाइनली मेरो फेभरेट जोन मैले भेटिसकेँ। मलाई चाहिँ यस्तो रोबोटिक्स आर्म भेहिकल, अटोनोमस भेहिकलहरू यस्तो चाहिँ एकदमै मनपर्छ। यो चाहिँ रिमोट कन्ट्रोल एउटा मोडल हो जसमा चाहिँ हामीले विभिन्न कामको लागि युज गर्न सकिन्छ। यो प्लेटफर्म माथि चाहिँ एप्रोक्सिमेटली 100 देखि 300 केजीको अरू एडिसनल जस्तै 6 एक्सिस रोबोटिक्स आर्म्सहरू भयो होइन, अनि लोड ट्रलीहरू, लोड हाल्ने जस्तै केही सामानहरू ओसार पसार गर्ने ट्रली जस्तो राख्न पनि मिल्यो। यो चाहिँ एउटा बेस जस्तो भयो र यसमाथि 100 to 300 केजीसम्म चाहिँ राख्न मिल्ने रहेछ। अनि यो चाहिँ 90 केजी एप्रोक्सिमेटली यसको वेट, अहिलेको वेट विथ सस्पेन्सन। मजाले ब्याक पनि जान्छ, अगाडि पनि हुन्छ, रोटेट पनि हुन्छ। राम्रो छ। र हाम्रो यहाँ एक्जिबिटरले चाहिँ सस्पेन्सन चेक गर्न लाग्नुभएको छ। अलराइट, थ्याङ्क यू भेरी मच। अब हामी लाग्दैछौँ वरिपरि। एकदमै लामो लाइन रहेछ, केहीमा पार्टिसिपेट हौँ भने पनि। सो क्विकली भिजिट गरेर अब बिस्तारै निस्किनु पर्ने हुन्छ। हेर्नुहोस्, राकुटिन मोबाइल, राकुटिन पेमेन्ट, राकुटिन यो चाहिँ एआई। Going to check my log today in the Rakutin event. One person already get the Disneyland ticket. Let me try. Sir? Yes. はい、ありがとうございます。こちら1000になります。ありがとうございました。Oh no, I received this one. So sad. It's okay, it's okay. So was good. See you next year. Alright guys, thank you very much for watching. अब यस्तै एक्जिबिसन भयो भने फेरि भिडियो आउनेछ। Till then, take care. जय नेपाल।